साथीभाइ आज भने चाहिँ म यो वनतरुल हो, वनतरुल रोप्दैछु र जङ्गलमा हामीले वनतरुल खन्नु भने 5 फिटदेखि मुनि पाउँदैन वनतरुल। जङ्गलको बँदेल धरीले त वनतरुल खनेर खाँदैन, त्यसले गर्दा फेरि यही नै सबसे मिठो हुन्छ। र आज चाहिँ मैले यी वनतरुलको लागि चाहिँ एउटा पट रेडी गरेको छु। यस्तो खालके यसको मुनि अलरेडी छेडेको छु र यसमा मैले यी जङ्गली मल हालेको छु एकदम मात्रामा, र कम्ती मात्रामा हाम्रो गाईको मल 1 इयर्स पुगिसकेर बसेको मललाई चाहिँ मैले हालेको छु। कम्ती मिक्सअप गरेर माटोमा अलिक मिक्स गरेको छु। हेर्नुहोस् आज म यसलाई रोप्दैछु। अब यसलाई चाहिँ वनतरुललाई चाहिँ यसरी रोप्नु सक्दैन चाहिँ अब यहाँदेखि चाहिँ यो ओह्रालो जाँदैन, यसरी रोप्नुहोस्। हेर्नुहोस् साथीभाइ वनतरुल चाहिँ 5वटा मैले बिजन हालेको छु। अब यो जति फिटै गयो तापनि यसले यहाँदेखिको यो पटदेखि मुनि जानु सक्दैन, त्यसले गर्दा यसलाई हामीले पछि निकाल्नु पनि सजिलो। यसको लहरा यहाँबाट यता पठाइदियो, यसले मजासँगले यसको बोटबाट जान्छ, यसको लहरा हुन्छ। लहरालाई चाहिँ हामीले झ्याङलाई चाहिँ यता पठाइदियो भने यसले जति झ्याङ हुन्छ त्यति नै यसले फल्छ। त्यसले गर्दा हेर्नुहोस् वनतरुललाई चाहिँ रोपेर खाने उपाय यही हो। बारीमा यहाँतिर जग्गामा रोप्यो भने हामी खनेर खानु सक्दैन। ल साथीभाइ मेरो वनतरुल रोपे खाने तरिका चाहिँ यस्तो छ। ल फेरि नेक्स्ट भिडियो असल लिएर आउनेछु। ल थ्याङ्क यू सो मच।